आज यसो नामी लिएर शनिबारको दिन घुम्न जाँदै हामी फ्यामिली टुर जाँदैछौँ। के कस्तो बाटोमा देख्छौँ त्यो दृश्यहरू पनि कैद गर्दै जान्छौँ, तपाईँलाई सुनाउँदै जान्छौँ, देखाउँदै जान्छौँ। ल यही शनिबारको दिन घुम्न निक्ल्यौँ भनेर हो। अनि यही घुम्न निक्लिँदाखेरि एउटा यसो भिडियो बनाउँ भन्ने पनि हो। हामीले एसियन हाइवे टेक्यौँ घर अगाडिबाट आएर। सो हामीलाई थाहा छँदैछ महेन्द्र राजमार्ग यानि कि अहिले एसियाली मापदण्ड अनुसार बनाउने भनेर चाहिँ निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। विशेष गरेर बक्स कल्भर्ट बनाउने काम चाहिँ निरन्तर रूपमा भइरहेकोले बाटोमा जताततै डाइभर्सन देखिरहेको छ। हामीले यही डाइभर्सन पार गर्दै छिचल्दै हामी आज इटाभट्टादेखि माथि जाने बन्डाकी माथि यसो हेर्ने वातावरण कस्तो हुन्छ अनि सम्भव भयो भने मिनी माउन्टेनसम्म पुग्ने यो नामी इभी लिएर सोचका साथ हामी अगाडि बढ्दैछौँ। अहिले यो तपाईँले देखिराख्नु भएको दृश्य चाहिँ तपाईँको महेन्द्र हाइवे एसियन हाइवे बन्दै गरेको हाइवे हो र यो हाइवेमा चाहिँ निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको छ। जताततै माटो भर्नेदेखि लगायतका कामहरू भइरहेको छ अनि त्यही फोटो भिडियो हामी खिच्दै अगाडि बढिरहेको छौँ। के कस्तो देखिन्छ तपाईँलाई हामी देखाउँदै जानेछौँ। हाइवे त एकछिन पछाडि हामी इटाभट्टाबाट उकालो लाग्ने नै छौँ। अहिलेलाई चाहिँ हामी ठ्याक्कै धुलाबारीको उता आम्दा जाने रोड कटेर अगाडि बढ्दैछौँ। यहाँ अगाडिपट्टि टिमाई खोलाको पुल आउन लाग्यो। सो यो पुल कटेपछि चाहिँ हामी के गर्नेछौँ भन्दा धुलाबारी चोक जुन धुलाबारीमा अवस्थित छ, मेसिननगर 10 धुलाबारी चोकमा यही टिमाई खोला पुल क्रस गरेपछि चाहिँ धुलाबारी चोक आउनेछ र अनि हामी चोक कटेर जानेछौँ। सो हामीले आज चाहिँ दिउँसोको लगभग 11:30 यस्तै कति भइरहेको थियो होला। सो त्यो समयलाई मध्यनजर गरेर यसो घुम्न निस्क्यौँ न त भनेर भनेको थियौँ। झापातिर पनि निकै नै गर्मी छ अहिले र गाडीमा हामीले फुल एसी लगाएरै गइरहेको छौँ। यो चाहिँ हाम्रो नामी इभी हो जुन चाहिँ हामीले केही समय अगाडि खरिद गरेको थियौँ काठमाडौँबाट। अनि यही घुम्ने सिलसिलामा हामी यसो भिडियो बनाउँदै आफूले सके जति जाने जति तपाईँलाई देखाउँ भनेर चाहिँ भिडियो बनाइरहेको छौँ। हेर्दै जानुहोला, दृश्य कस्तो लाग्छ कमेन्ट गर्नुहोला। धुलाबारी आसपासको भनेदेखि तपाईँले यो एरिया चिन्नुपर्छ। ठ्याक्कै अहिले धुलाबारी चोक कटेर हामी निन्दा खोला पुलमा जुन पुल निर्माण कार्य पनि हुँदैछ। झन्डै निन्दा खोला छेउमा हामी पुग्न लाग्यौँ। दिउँसोको समय भएकोले गर्मी निकै भएको फिल भइरहेको थियो, तर मैले बाटोमा अगाडिपट्टि बाटोलाई मात्रै देख्ने गरेर चाहिँ के गरेको थिएँ, मोबाइल होल्डरमा मोबाइललाई माउन्ट गरेर राखेको थिएँ। सो अहिले हामी ठ्याक्कै निन्दा खोला पुग्यौँ र यता दायाँ साइडमा चाहिँ तपाईँको पुलको तल पिल्लर बनाउने काम भनौँ न, तलको बेस बनाउने काम चाहिँ धमाधम हुँदैछ। सो आएको दृश्यहरू हेर्दै गर्नुहोला, दृश्य हेरेर अवश्य रमाउँदै गर्नुहोला। सो अगाडिपट्टि हामीले क्लियरली देख्न सक्छौँ जुन क्रेनले चाहिँ के गरिरहेको छ, पुल निर्माण गर्ने कार्यलाई गति दिइरहेको छ। किनभने यो ब्रिज पनि लामो भएको हुनाले यसमा पनि एउटा सस्पेन्सन ब्रिज बन्छ, लामो एकदम सिग्नेचर ब्रिज भनेर हामीले सुन्दै थियौँ। अब 4 लेन बन्छ या 6 लेन बन्छ त्यो चाहिँ पछि बने पछाडि अथवा भनौँ निर्माण भएपछि नै थाहा हुन्छ होला। किनभने कसैले 4 लेन भन्दैछन्, कसैले फेरि होइन 6 लेनकै बन्छ भन्दै हुनुहुन्छ। तर बाटोको बढाएको ढाँचा हेर्दा अथवा बढाएको प्रकृति हेर्दाखेरिमा चाहिँ अवश्य पनि कि त 6 लेनकै बन्छ भन्ने छ। अनि पुल कट्ने बित्तिकै तपाईँले लेफ्ट साइडमा मैले क्यामेरा चाहिँ घुमाइन छु, लेफ्ट साइडमा चाहिँ तपाईँको एचएमसी ठ्याक्कै देखिन्छ होइन, क्यामेरा घुमाइन मैले। सो अहिलेको एरिया चाहिँ ठ्याक्कै एचएमसी अगाडिपट्टिको एरिया हो र जताततै निर्माण कार्य भइरहेको हुनाले अब अलिकति हिँड्ने बित्तिकै हामीले के देख्न थालिहाल्छौँ, छेउछाउमा खनेको अनि प्लस के त डाइभर्सन आइहाल्ने छ। सो डाइभर्सन धेरै छ अहिले। तपाईँ पूर्वतिर भिजिट गर्दै हुनुहुन्छ अथवा इटरीदेखि यता आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ बाटोको कन्डिसन एकदमै खराब छ।
कारण बक्स कल्भर्ट बनाउनका लागि चाहिँ तपाईँको जताततै यो खन्ने काम भएकोले बक्स कल्भर्टको कामलाई गति दिने कामले गर्दा बाटोमा डाइभर्सन एकदमै धेरै छ, एकदमै धेरै। र बाटोमा पनि साँगुरिएर अब यात्रा गर्न अलिकति असहजै छ हौ। विशेष गरेर दुई पाङ्ग्रेलाई चाहिँ अहिले एकदमै असहज मान्नुपर्छ, किनभने धुलो धुवा गर्मीको समयमा समटाइम रोडमा पानी हालिदिएको हुँदैन। यसरी पानी हाल्दा त ठिकै हो, नहालिदिँदा त एकदमै बिजोग छ, अलिकति यात्रा कष्टकरै छ। सो देखिरहनु भएको दृश्य चाहिँ अहिले ठ्याक्कै तपाईँको जोरसिमल आसपासमा हो। हामी जोरसिमल कटेर अगाडिपट्टि बढ्यौँ अनि दृश्य हेर्दै गर्नुहोला के कस्तो लाग्छ। ठ्याक्कै तपाईँलाई यो ठाउँ हो भन्ने लाग्छ भनेदेखि चाहिँ कमेन्ट पनि गर्नुहोला। अब जोरसिमल कटेर हामी झन्डै एनएमसी डेरीको आसपासमा आउन लाग्यौँ र डाइभर्सन नभएको त ठाउँै छैन। हेर्नु न, बाटोमा त 100 मिटर 200 मिटर पनि कुदाउन पाइँदैन हाइवेमा, लगत्तै के भइहाल्छ, बक्स कल्भर्टको लागि डाइभर्सन आइहाल्छ। सो जताततै डाइभर्सन सुरु गरेको छ, तर सुरु गरेर कम्प्लिट गरिदिएको भए हामीलाई पनि ढुक्क हुन्थ्यो होइन। निकै ठाउँमा सुरु भएको छ, कता कता चाहिँ सुरु भएअनुसारले कम्प्लिट पनि छिटो भएको छ, कता कता चाहिँ 1.5 महिना 2 महिनादेखि त्यो आधी कम्प्लिट भयो, आधी भयो अनि रोकियो। कामदारको अभाव हो या निर्माण पक्षले सबैतिर काम हालेर बर्खा अगाडि नै यसको बेस उठाउँ भन्ने हो, अलिकति थोरै। हामी आफै पनि यो चिजमा अनभिज्ञ छौँ, तर पनि बाटोको आकार लिने काम चाहिँ झट्ट हेर्दा भइरहेको छ। कता कता त तपाईँको बेसै बिछ्याए जस्तो पनि देखिन्छ है हाइवेमा। सो भिडियो हेर्दै गर्नुहोला। धुलाबारी आसपासमा हो भने भिडियो हेरेर कमेन्ट गर्न सक्नुहुनेछ। मेरो युट्युब च्यानलमा म विशेष गरेर यो चाहिँ नामी इभी लिएर हामीले मिनी माउन्टेन जाने योजना बनाएका छौँ। सो त्यही इभीले के कस्तो चाहिँ रेस्पोन्स गर्दो रहेछ, लिएर जान सकिने रहेछ नसकिने रहेछ भनेर पनि मैले भिडियो बनाउने गरेको हो। अब त्यस्तो खिचिराख्ने जानिराख्ने अथवा भनौँ कम्प्लिटली ट्राभल भिडियो त बनाइरहेको अनुभव छैन, तर बाटो अगाडि देखिएका दृश्यहरू कैद गर्ने अनि यसो मनमा लागेका कुराहरू सेयर गर्ने, यस्तै त रहेछ नि जिन्दगानी। सो त्यही सिलसिलामा चाहिँ म भिडियो बनाउँदैछु। सो देखिराख्नु भएको छ एसियन हाइवे। अहिले महेन्द्र राजमार्गको हालत त एकदमै के छ, खराब छ। विशेष गरेर दुई पाङ्ग्रेलाई त बिजोग छ, धुलोले एकदमै धेरै सताउँछ। र डे टु डे हिँडिराख्ने मान्छे, जब गरिराख्ने मान्छे, काँकरभिट्टा टु बिर्तामोड, धुलाबारी टु बिर्तामोड गरिराख्ने मान्छेलाई त निकै गाह्रो भएको फिल हुन्छ मलाई, किनभने म पनि ड्युटीको सिलसिलामा बिहानै तपाईँको धुलाबारी बसायो मेरो, अनि बिर्तामोड मर्निङको क्लास लिनलाई जान्छु। अब बिहान जाँदा त अलिक गाडी पातलै हुन्छ, किनभने 6 साढे 6मा म हिँडिसकेको हुन्छु। तर दिउँसो बिहान 9:30 बजीतिर म फर्किहाल्छु, 9 साढे 9। त्यो अफिस टाइम रस आवर पनि हो, गाडीको पनि चाप धेरै, अनि बाटोमा पानी चाहिँ हालिदिएन भनेदेखि त हाम्रो बिजोकै हुन्छ। तर पनि ठिकै छ, धुलो धुवा जे जस्तोको बावजुद पनि बाटो बन्दैछ। बने पछाडि एकदम एसियाली मापदण्डमा बन्ने भएको हुनाले भोलिका दिनमा हामीले एउटा कम्फर्टेबल यात्रा गर्छौँ र यही यात्राले हाम्रो यो धुलो मैलो अहिलेको शास्ति सबै बिर्साइदिन्छ। अनि पूर्वी नाकाबाट पनि हाम्रो इन्डिया भएर धेरै सुरक्षित आरामदायी हुने भएकोले धेरै आउनुहुन्छ भन्ने नेपाल सरकारले पनि धेरै होप गरेको छ। अब हामी झन्डै इटाभट्टा आसपासमा आउन लाग्यौँ र हामीले इटाभट्टाबाट माथि जानुपर्ने हुन्छ मिनी माउन्टेन जानको लागि चाहिँ। सो त्यही सिलसिलामा हामी अब इटाभट्टा लगभग पुग्न लाग्यौँ। अब ठ्याक्कै इटाभट्टाबाट चाहिँ हामी माथि लाग्नुपर्ने हुन्छ। यो चाहिँ देखिराख्नु भएको ठाउँ ठ्याक्कै इटाभट्टा चोक हो। सो इटाभट्टा चोकबाट अब हामी ठ्याक्कै लेफ्ट टर्न गरेर हामी ठ्याक्कै कतातिर लाग्यौँ त भन्दा उत्तर लाग्यौँ। सो इटाभट्टा चोकबाट हामी उकालो लागेर अब बिस्तारै सिर्जना चोक, पुण्य चोक, त्यस पछाडि दोकान डाँडा,
बडा खाल, त्यहाँबाट माथि भिरकोटी, बौद्ध मोड, हुँदै 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 माथि नेन्दासिरान मिनी माउन्टेन जाने हाम्रो योजना हो आज। र जाँदैछौँ पनि बाटोमा चाहिँ देखिन्छ, तपाईँलाई देखाउँदै पनि छौँ। सो यताबाट आसपासमा कोही छौँ भने पनि कमेन्ट गर्दै जाउँ, गफगाफ गर्ने मेलो पनि हुन्छ। भिडियो कस्तो लाग्दैछ भन्नु पनि होला। हामी नयाँ हौँ, भर्खर भिडियो खिच्न थालेका हौँ। जे जस्तो खिचिन्छ त्यही तपाईँलाई देखाउने कोसिस गर्दैछु। सम्झना बिर्सनाको लागि एउटा यसो भिडियो चाहिँ खिच्ने गरौँ, बनाउने गरौँ भन्ने सोचेर बनाउँदैछु म। अनि हामी यो अहिलेको पिचमा हिँडिरहेका छौँ। बाटो एकदमै कम्फर्टेबल छ, यहाँ चाहिँ आनन्द छ, रमाइलो पनि छ। सो परिवारमा हामी 4 जना छौँ अनि एउटा हाम्रो के अरे सदस्य, कुकुर सदस्य लुसी पनि छिन्। सो हामी 5 जना चाहिँ सर र इटाबाट माथि जाँदैछौँ। मलाई यो माथि जाने बाटो चाहिँ साह्रै मनपर्छ, किनभने नयाँ पिच पनि अनि बिचमा हरियाली पनि प्रशस्त छ। बाटो त सानसानै हो र पनि यात्रा गर्न साह्रै रमाइलो लाग्छ, किनभने अब त्यो हाइवे भत्केर होला कि अहिले अलिकति थोरै कम्फर्टेबल बाटो देखियो भने पनि साह्रै मजा लाग्छ अनि यात्रा गर्न पनि रमाइलो लाग्छ भनौँ न, जे होस्। सो अहिले चाहिँ हामी उँभो लागिसक्यौँ, अलि अगाडि नै पुगिसक्यौँ। अब हामी यो सायद मलाई लाग्छ पुण्य चोक हो या सिर्जना चोक हो। त्यहाँबाट चाहिँ हामी उकालो अझै उत्तर लाग्दैछौँ, एकहोरो उत्तर जान्छौँ। निकै बाटो छ उत्तर जाने बाटो, तर पनि बाटो स्मुथ भएको हुनाले हामीलाई एकदम यात्रा गर्न चाहिँ सहज छ है। यताबाट उँभो जाँदाखेरि लगभग हामीले माथिसम्म, बाहुनडाङ्गी माथिसम्म पनि पिच भेटाउने रहेछौँ। अहिले यो बाटो पिच भएर धेरै सहज भएछ आवत जावत गर्न। सो भित्री बाटोहरू पिच हुँदाखेरिमा चाहिँ यात्रा आरामदायी नै हुन्छ। हेर्दै जाउँ दृश्यमा कैद भएका कुराहरू। यहाँनिर अर्को चोक सुरु भएको छ। सो यो चोकबाट पनि हामी उत्तरै लाग्छौँ। यो पिच छोडेर हामी एकहोरो गई गर्छौँ उँभो बडाखालतर्फ हामी लाग्दैछौँ। त्यस पछाडि आउँदैछ भिरकोटी। बाटो सानो नै हो तर पनि एकदमै कम्फर्टेबल छ र अब भित्री बाटो त्यही त हो, हरियाली नै हुन्छ। उँभोतिर सुपारी खेतीहरू धेरै गर्ने भएर होला, जताततै हामीले घरको आसपासमा चाहिँ के देख्छौँ, सुपारीहरू प्रशस्त लगाएको देख्छौँ। यस्तै छ, तर पनि मजा आउने, ग्रिनरी देखिरहे पछाडि मन शान्त हुने। सो हामी मिनी माउन्टेन गयौँ। यहाँ बोर्ड चाहिँ लगाएको रहेनछ। यहाँ गेट चाहिँ सो इन्भाइरोमेन्ट, नेचर अनि अलिकति के त प्राकृतिक स्रोत सम्पदा हेर्ने मान्छे निकै रमाइलो हुने रहेछ। मैले पनि मिनी माउन्टेनमा र केही क्षणको समय एकदम आनन्दको समय हामीले बिताउन पनि सकिने रहेछ। अब केही बेर मिनी माउन्टेनमा मजा लिउँ, यसो फोटो भिडियो खिच्नै पर्यो, रमाइलो गर्नै पर्यो। सो यही सिलसिलामा हामी चाहिँ एकछिन रमाउँदै फोटो भिडियो पनि लिउँ र मिनी माउन्टेनको मजा पनि लिउँ, आसपासमा घुम्यौँ पनि, रमाइलो पनि भयो। प्राकृतिक वातावरणमा रहेको यसो फेदीमा, पहाडको फेदीबाट फेदीमा रहेको। हामी आएर थियौँ नामी लिएर। सो नामी पुग्यो मिनी माउन्टेन। सो
हामी नामी चढेर मिनी माउन्टेन जाँदैछौँ। सो यही हो, यतिको अलिकति अफरोड बाटोमा पनि हामीले नामीलाई लिएर जान सफल भयौँ। अब हामी घर फर्किने तयारीमा छौँ। इन्भाइरोमेन्ट राम्रो एकदम। ल हामीले टोटल नामीलाई कुदाएछौँ, हेर्नुहोस् त 907 किलोमिटर। अहिले कम्फर्टमा छौँ हामी, एसी फुल खोलेका छौँ। झापामा पुरा गर्मी छ, 2:50 गयो हाम्रोमा। सो एसी झ्याप्पै खोलेका छौँ, चल्दैछ, ठिकै छ रेन्जको हिसाबले। आज हामी यता मिनी माउन्टेन घुम्न आइरहेको थियौँ, अब फर्किने क्रममा छौँ। यस्तै छ रमाइलो, आजको दिन यस्तै गरेर बित्यो। सो रमाइलो रहेछ मिनी माउन्टेन। अब जाँदा हाइवेमा के कस्तो छ म देखाउँछु। हाम्रो लुसी पनि गएकी छ, यहाँ गर्मी भएर एसीको हावा खाँदै बसेको छ। छोरी एकदम मस्त चिलमा। छोरो मस्त चिलमा। ल त्यहाँबाट निक्लिने बित्तिकै चाहिँ हामीले अलिकति अफरोड भेटाउने रहेछौँ। तर अफरोड भनेर त्यस्तो केही छैन, बाटो पुरै सम्याएको छ, सजिलै गाडी कुद्छ। उयो अब धुलो हुन्छ भन्ने मात्रै हो। र यो पनि यसो हेर्दाखेरि पिच भइहाल्ने खालको स्थिति देखिँदै थियो। सो आगामी पालि सायद हामी आउँदा अथवा भनौँ यो 2-3 महिनाभित्रमा चाहिँ यो कम्प्लिटली पिच हुन्छ भन्ने कुरा चाहिँ देखिने छाँटकाँट देखिँदै थियो। सो अलिकति बाटो त्यस्तै 2-3 किलोमिटर होला, त्यति धेरै त हामीलाई लागेन। सो 2-3 किलोमिटरको बाटो चाहिँ यस्तै छ। बट मजाले बाइक गाडी चलाउनमा कुनै के त दुःख छैन, गाह्रो छैन। एकदमै सरल तरिकाले हामीले यो बाटो पार गर्दै आउन सक्छौँ। यो चाहिँ हामी अहिले मिनी माउन्टेनबाट फर्किँदै गर्दाखेरिको यो ग्राभेल गरेर पिच गर्नका लागि उठाएको भागको बाटो है त। यसरी लगत्तै पिच आउनेछ र त्यही पिचले केलाई बौद्ध मोडलाई भेट्नेछ। सो त्यही हरियाली देखेपछि फोटो भिडियो खिच्न मन लागिहाल्यो, मन लागेपछि देखाउन मन लागिहाल्यो। सो रमाइलो मान्दै हामी के गर्दैछौँ, फर्किँदैछौँ। र फर्किँदाखेरिको के कस्तो बाटोमा देखिन्छ, किनभने अघि यो खिच्न बिर्सेछ अनि मोबाइल पनि गर्मीमा हल्का तात्दै एकछिन भिडियो खिचेन। सो अब यो अफरोड सकिने बित्तिकै त पिच बाटो आइहाल्यो। पिच आएपछि त बाटो सलल नै छ। अब गाउँको बाटो भएकोले, अलि भित्री बाटो भएकोले थोरै साँघुरो फिल हुन्छ, बट एकदम कुदाउनलाई एकदम कम्फर्ट छ। अब गाउँतिरको बाटो यति पनि पिच हुनु भनेको चाहिँ राम्रै मान्न सकिन्छ। सो हामी बौद्ध मोड आयौँ, बौद्ध मोडबाट अगाडि बढ्यौँ। बढ्दै जाँदाखेरि हामी कहाँ आइपुगेछौँ भन्नुहुन्छ भने ठ्याक्कै तिरिङ खोला आइपुगेछौँ। यो चाहिँ मदन भण्डारी राजमार्गको अन्तिम पिच बिन्दु है। यो ठ्याक्कै देखिरहेको ठाउँ चाहिँ मदन भण्डारी राजमार्ग हो र यहाँबाट यता हेर्दा चाहिँ तिरिङ खोला रहेछ। सो यो तिरिङ खोलासम्म हामी पुगे पछाडि चाहिँ यहाँ ठ्याक्कै पिच सकियो। अनि खोला चाहिँ यो तिरिङ खोला रहेछ ल। सो यहाँदेखि जस्ट 100 मिटर पनि परेन, 50-60 मिटरको थोरै ओह्रालो छ। त्यो ओह्रालो चाहिँ अफरोडको बाटो पिच भएको छैन, तर ठ्याक्कै हामी पिच भएको बाटोसम्म पुग्यौँ। हामीसँग हाम्रो कुकुर लुसी पनि थियो। सो यसो घुमाउँदै थियौँ अनि गाडीलाई हामीले यहाँनिर मिलाएर पार्क गर्ने, अनि पार्क गरेर चाहिँ यो खोलासम्म पुगौँ कस्तो रहेछ भनेर चाहिँ हामी हेर्ने सिलसिलामा छौँ है त। ल नमस्ते सबैजनालाई। अहिले चाहिँ म मदन भण्डारी राजमार्ग योजना कार्यालय दमक भनेर लेखिएको नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मदन भण्डारी राजमार्गमा आएको छु। यो चाहिँ ठ्याक्कै कहाँनिर भन्नुहुन्छ भनेदेखि चाहिँ अहिले हामी भएको स्थान चाहिँ तपाईँको यो मेचेडाङ्गी तिरिङ खोला, यतापट्टि चाहिँ हाम्रो तिरिङ खोला छ होइन। यहाँनिर हेर्नुहोस् त, यो खोला हो तिरिङ खोला। अनि यो तिरिङ खोलाको किनारमै चाहिँ तपाईँले के त मदन भण्डारी राजमार्गको एउटा बोर्ड लाग्दो रहेछ। यो चाहिँ दमक शाखा अन्तर्गत रहेछ। सम्झौता रकमदेखि लिएर सम्झौता निर्माण सम्पन्न गर्नुपर्ने समय अवधि लेखेको रहेछ। यो खोलाबाट अलिकति 100-200 मिटर मात्रै पिच छैन, त्यहाँदेखि उता चाहिँ तिरिङबाट उँभो सबै बौद्ध मोडसम्म चाहिँ हामीले पिचै देख्यौँ। सो यहाँनिर यो बोर्ड देखेर चाहिँ अनि मलाई यो भिडियो गर्न मन लाग्यो। सो तपाईँ मदन भण्डारी राजमार्गबाट उता आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ हामीले थाहा भएको भनेको चाहिँ बौद्ध मोडदेखि चाहिँ यतासम्म चाहिँ कम्प्लिटली पिच भएको रहेछ है। यो तिरिङ खोलाको छेउसम्म, तिरिङ खोलाको ओह्रालोको जुन छ यो ओह्रालो भागमा चाहिँ पिच भएको रहेनछ।
नत्र त्यहाँदेखि ठक्क यो ओह्रालोबाट अलिकति उकालो लाग्ने बित्तिकैदेखि चाहिँ चिज भएछ। यो चाहिँ सुरुवाती बिन्दु भन्ने खालको कुरो बुझ्यो। यहाँबाट पनि अझै उता पाटापुर भन्ने ठाउँसम्म जान्छ अरे यो बाटो। अब अगाडि कतिसम्म जान्छ आज चाहिँ हामीसँग समय नभएर हामीले भिडियो बनाउन सकेनौँ। सो आगामी पालि म पनि यताबाट पाटापुरसम्म जाने योजना गर्दैछु र तपाईँहरूलाई भिडियो मार्फत देखाउने कोसिस। ल अब चाहिँ हामी तिरिङबाट फर्किँदैछौँ। अनि फर्किने क्रममा चाहिँ यो मदन भण्डारीमा म्यामले कुदाउँदै हुनुहुन्छ। अब हामी तिरिङबाट लाग्यौँ हाम्रो नामीलाई लिएर।